ल हेर ए तेरिका ओइ भूतहरु यहाँ ओरिजिनल हेर्न डुप्लिकेट हेर्न बस्छ ल्याउदी बनाइमा नजाने तिमीहरु हामी गयौं हाम्रो धेरैजना ग्रुपहरू चाहिँ अब सफारीमा जान लाग्नु भएको छ। हामी 4-5 जना चाहिँ नजाने निर्णय गरेका छौँ। यो दुईटा सफारीमा अब सरर जानुहुन्छ। भरे भेटौँला है ल। हाम्रो सबैजना टिमहरू चाहिँ निकुञ्जतिर जानुभयो सफारीमा। हामी चाहिँ नजाने भनेर छुट्टै अब सौरा बजार घुम्ने भनेर निस्केको। अब एकअर्कामा गफ गर्दै गर्दै हैन कता जाने के गर्ने भनेर हामी कुरा गर्दै जाँदैछौँ। हेरौँ अब कता कता घुम्छौँ। हेलो हेलो कता हामी सिजर पेपर राख्दैन हैन हामी सौराहामा छौं अहिले आउनुस् म तपाईलाई घुमाउँछु तर मलाई थाहा छैन कता घुमाउने के हुँदैन हौ गैना चोकमा के यता फर्किनु पर्यो होला नि त फुर्केर ए हामी जान्छ उतै जानुपर्ने भयो गैडा चोक गैडा चोक कस्तो मजाले बस्ने ठाउँ पनि बनाएर रहेछ भने है सुविधा कुर्सी सौजन्य क्षेत्रीय हेलो हेलो यता ल ल हामी कहाँ यो चितवन सौरा हो मा घुमेको अहिले हो ल अब खासै त्यस्तो केही छैन तर यो बजारमा ल यो चाहिँ सौरा अब सौरा खोलातिर हो ओइ भूतहरु यहाँ ओरिजिनल हेर्न डुप्लिकेट हेर्न बस्छ घरियालु हेर्न न त्यहाँ देखेन त्यहाँ उ जो त्यो घरियाले माथि आउँछ हैन पर जानुपर्छ के छ हजुरहरु डुङ्गा सुङ्गा यसो त्यो घरियाल ब्रिडिङ फरक हुन्छ नि ल्याउदी बनाइमा इतैको मायालाई राखे मानैमा आँखाइले बोला मायालो मानैले के बोले फोटो खिच्ने कसले पोसुन्छ अब यहाँ त राम्रो आउँदैन त्यता उ आइहाल्छ नि एन्टी लाइट पर्छ नि त लिसको सहरहरू अनि सफारी जानु हामी सफारी जानु मन लागेन नि हामी त यता त्यो जिप चढेर जङ्गलमा जान्छ नि सफारी जनावरै देखिँदैन नि के यहाँबाट केही देखिँदैन खोला देखियो त खोला ल हेर ए तेरिका छिटो It's okay. Didn't go and fine. म यहाँ खिच्दिँदैछु क्या हामी अब सौरा खोला घुमेर फर्केको नि हामी पानीपुरी दहीपुरी खाना रुममा पानीपुरी र दहीपुरी त मिठो थियो नि दहीपुरी थियो पानीपुरी चाहिँ मिठो ठिकै थियो दहीपुरी चाहिँ पानीपुरीको त्यो झोल नमिठो झोलमा त्यसै अलि अमिलो हुनुपर्ने थियो क्या है अलि अमिलो नभएर क्या यस्तो चाहिँ मैले लाउने खालको होला नि उफ
त्यस्तो नलगाऊँ। के रे? मलाई लाउन कम्फर्टेबल हुन्छ कि यो कपडाहरू कस्तो राम्रो हुन्छ। यस्तोमा ओके यस्तोमा यस्तो वान पिस ड्रेसहरू हुन्छ नि कस्तो मजाले टक्क बस्दो रहेछ क्या त्यो पसलतिर किने जस्तो नहुने रहेछ क्या कस्तो मजाले टक्क बस्ने होइन कस्तो मजाले टक्क बस्ने रहेछ क्या बुक्क परेर। अनि हामी चाहिँ बाटोमा जाँदा जाँदै यस्तो राम्रो राम्रो रिजोर्टहरू पनि देख्यौँ होइन। अनि त्यो सौराहा चाहिँ अहिले टुरिस्ट एरिया भएकोले यस्तो रिजोर्टहरू पनि एकदमै राम्रो राम्रो रहेछ। अनि त्यो मध्ये यो एउटा पनि हो। अनि यो चाहिँ हामीलाई बाहिरबाट हेर्दै कस्तो राम्रो लागेको थियो क्या बट अनफर्चुनेटली हामी चाहिँ यहाँ थिएनौँ। अब सौराहा खोला घुमेर फर्केको हामी थारू किचन। ओ मैले लाउने लुगाहरू कुनै मन पर्यो हेर्नु कहाँ खोइ छैन। आजकल त बरु मलाई पनि मन पर्न थालिसक्यो। यो लुगा लाउनुको छुट्टै मजा छ क्या मान्छेले नबुझेको भयो त। हात्ती चोक अनि आजकल किनेको देख्नु भएछ प्राइस चाहिँ राम्रो देख्नु भएन हामी कहाँ हिँडेको 150 ल यतिसम्म चाहिँ थियो हामी सौराहा बजार घुमेको ब्लग। अब भोलिको ब्लगमा चाहिँ हामी त्यहाँ चितवनको हात्ती प्रजनन सेन्टर घुमेको देखाउँछौँ। अनि त्यहाँ चाहिँ हामीले यो अहिलेको फेमस रोनाल्डोलाई पनि देखेको छौँ त्यो पनि देखाउँछौँ है। त ल बाई।